हेलो साथीहरू, म चाहिँ जापानको पार्क। अब जापान आएपछि त पार्क नै पार्क घुमे हो है। अब कुन ठाउँमा आएछु भन्ने पनि मलाई थाहा छैन, तर ठाउँ चाहिँ एकदमै बवाल छ साथीहरू है। वाउ, जता हेऱ्यो उतै तालै ताल, जता हेऱ्यो उतै हरियाली हरियाली। यो साकुरा फुल्ने समयमा है एकदमै रमाइलो साथीहरू, एकदमै रमाइलो। ल, जता हेऱ्यो उतै साकुरा छ, जता हेऱ्यो उतै हरियाली छ। वाउ, दिस इज अमेजिङ गाइज, दिस इज रियली अमेजिङ है। सो भिडियोमा रहनु होला। यतापट्टि रोड छ भने तपाईँको रोडभन्दा यतापट्टि बाटो छ, डाँडो डाँडोभन्दा यतापट्टि फेरि खोला छ अनि खोला उतापट्टि रोड छ, फेरि ठ्याक्क बिचमा ब्रिज भएर गइरहेछ है। उता साइडमा सहर छ। यो शान्त वातावरणमा साकुरा मजाले फुलिरहेछ है। यहाँ डुङ्गाहरू हुन्थ्यो, आज डुङ्गाहरू चाहिँ छैन, मैले देखिनँ। जस ठाउँ चाहिँ साथीहरू एकदमै बवाल छ है, बवाल। अब यो ठाउँमा यो मान्छे आएर यसरी भिडियो बनाएपछि त पुरै सकियो नि होइन। हावा पनि एकदमै चिसो चिसो चलिरहेछ। अब यो मौसम परिवर्तन हुने बेला हो है। जस बिरामी भइहाल्न, यही ठुलो कुरा छ। ल, एकदमै आज दिनभरि पानी परिरहेको थियो, बेलुकी पख चाहिँ पानी बिदा भएपछिको यो मौसम छ नि एकदमै क्लियर छ क्या। त्यसैले यसो बाहिर निस्किएछु आज। तपाईँले देखिरहनु भएको छ यहाँ यस्तो राम्रो छ यो बिल्डिङ नि, मनै लोभ्याउने क्या। अनि अब यहाँ साथै तपाईँको रोड छ, कति रमाइलो, कति विकसित छ क्या जापान, कति विकसित छ साथीहरू। यो रोड मुनि पानी हिँडिरहेछ होइन। अब यतापट्टि फेरि रोड छ छुट्टै है, जता हेऱ्यो उतै रमाइलो क्या। यो रमाइलो छ नि, आई कान्ट एक्सप्लेन के गाइस है। यो बिल्डिङ यस्तो राम्रो छ क्या साथीहरू। इम्पेरियल हाउस भन्छ सायद यसलाई होइन, आई डोन्ट नो के भन्छ, तर एकदमै बवाल बवाल। फाडु भन्छन् नि, फाडु हो, त्यस्तै छ फाडु साथीहरू। यहाँ माथिबाट यसरी हेरेर मिल्छ साथीहरू। यो घोडामा को होला यो घोडामा? वाउ, हजुरबा बसेका छन् घोडामा चाहिँ है। यतापट्टि जङ्गल छ। सो अब यहाँ फरेनर्सहरू सर घुम्न आइरहेका छन्। पानी पनि रहेछ नि त यहाँ, पानी फेरि जता गयो उतै हुन्छ नि त यहाँ चाहिँ फेरि साथीहरू। अब यहाँ ठ्याक्क नक्सा राखिदिएको छ। अब यही पार्क घुम्नलाई आए जस्तो भयो। यही पार्क घुम्ने, मजाले इन्जोय गर्ने। जापानमा यस्तो जङ्गललाई पनि यति विकसित बनाएर होइन, यति सदुपयोग गरेको छ कि यो जङ्गललाई पुरै पर्यटकीय स्थल बनाएर, पार्क बनाएर है, यति राम्रो व्यवस्थित गरेर बसेको छ जापानमा। के गर्ने, हाम्रो नेपालमा पुरै वनमसा पलाएर बिजोग छ रमाइलो। ओहो, नेपाल त के तपाईँ देख्न सक्नुहुन्छ, यस्तो छ रमाइलो यहाँ, यति राम्रो, यति विकसित गरेर राखेको छ। यस्तै नेपालमा भइदिए कहिले होला नेपालमा यस्तो हुने साथीहरू। वाउ, यो कुनै काठ होइन फेरि, यो भनेको यो सिमेन्टको होला, सिमेन्टको पनि होइन, रबरको हो क्या यो त। रबर हुनाले प्लास्टिक भन्छ नि। अब यहाँ चाहिँ झिङ्गाहरू छ अरे होइन, नचलाउने क्यार्ने के भनेको छ है। पानी चाहिँ एकदमै पातपतिङ्ग झरेर पुरै प्रदूषित भएर बसेको छ। यस्तो राम्रो पार्क हेरौँ त, आहा, यस्तो विकसित हुन्छ नेपालमा कहिले? इम्पोसिबल है, तर चाह्यो भने हुनसक्छ है साथीहरू। तपाईँलाई यो देखेर कहाँको याद आयो? नेपालमा छ कि छैन यस्तो ठाउँ? वाउ, कति सुन्दर, कति राम्रो जङ्गल। वाउ गाइज, दिस इज अमेजिङ गाइज, दिस इज रियली अमेजिङ। मेरो भिडियोमा त फेरि चस्मा पनि आउँछ नि त, कस्तो देखिरहेछ चस्मामा साथीहरू, हिरो लागिरह होला होइन। बब्बा, एकदमै छुट्टै खालको भाइब्स फिल भइरहेछ क्या। वाउ, मान्छे आयो यार, लाज लाग्यो मलाई त यार। ओ माई गड, कति राम्रो। यो के भन्छ अरे यसलाई, नेपालमा भन्छ नि ठाँटी हो, त्यस्तै ठाँटी छ है। कति राम्रो ठाँटी। हाम्रो नेपाली दिदीबहिनीहरू गएका छन् फेरि घुम्नलाई है। अब फेरि नेपालीहरू त फेरि जता पनि हो नि त है। बबाल, मलाई पनि यस्तो देखाउन मन लाग्यो क्या।
रुमतिर नफर्किन् जस्तो लाग्छ हो मलाई त यो रमणीय दृश्य देखेर त। वाह, यो बुटै बुटा, यो हरियाली बब्बाल छ बबाल। यस्तो ठुलो हावा चलेछ नि साथीहरू, यो भनेको एकदमै स्पेसल ठाउँ होइन। यो पार्कको चाहिँ एकदमै बब्बाल ठाउँमा आइसकेको छु। वाह, यहाँ डिल छ, तलपट्टि पुरै नदी, उतापट्टि बिल्डिङ छ। यसलाई भन्छ विकसित देश भनेर। अनि यतापट्टि पुरै बस्ने पार्कहरू छ होइन। यतापट्टि पुरै मेरो बुढी पनि बसिरहेको त्यहाँ बस्नु छ होइन। बुढी फेरि अब भिडियोमा नआउने भन्छ, त्यही भएर बुढीलाई म नल्याएको होइन बुढी। सो यस्तो मजाले पुरै यो डिलमा मजाले पार्कमा बसेर होइन, त्यो रमणीय दृश्य हेर्दा हावा चलेछ नि, यति हावा चलेछ नि। दिस इज अमेजिङ, दिस इज अमेजिङ गाइज। अब भिडियो बनाउँदा बनाउँदा अँध्यारो पनि भइसक्यो साथीहरू होइन। अब हामी चाहिँ फर्किनु लाग्यो रुमतिर है। अब पार्क यस्तै छ, यही देखिहाल्नु भयो, बिस्तारै अँध्यारो हुँदैछ है। अब यो रातिको विषयमा फेरि धेरै बेर बस्नु पनि हुँदैन, भोक लागिसकेको छ कामबाट हतारमा, बुढीलाई पनि सँगै ल्याएको होइन। सो गाइज, यस्तै यस्तै भिडियो हेर्नको लागि फलो गर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला है। यस्तै यस्तै भिडियोहरू आइरहेको छ। सो किप सपोर्टिङ टु मी गाइज है। ल यति भन्दै बाई बाई फर नेक्स्ट भिडियो।